ल आज कुरिलो र पाडाको मासु झ्याम पकाएर खाने हो। हैन मासु पाडाको मासु र कुरिलो। सुबले खान्छौ कि नाइ? खान्छु। हो कतिवटा खान्छौ? आज मेरे पास में कुनाली के लिए बहुत बड़ा सरप्राइज गिफ्ट जो मैं उसके बर्थडे के लिए लाया था। कडी पत्ता प्याज हाल प्याज। रागाको मासु कुरिलोसँग कडी पत्ता हाल्दै चट्ट भुट्दै गरम खाइन्छ आज। लौका पनि पाकिरहेको छ। लौका नि खानु पऱ्यो नि त। लौका चाहिँ स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर प्रेसर कन्ट्रोल गर्छ। खानु पऱ्यो नि त, मिठो मात्र खानु भएन, स्वास्थ्यको पनि ख्याल राख्नु पऱ्यो। अलिअलि हल्का सेम पारिदिनु पऱ्यो। रागाको मासु खान पर्छ। रागाको मासु कडी पत्ता हाल सुधा। हजुर हाल पुरै हाल पुरै। सेवास चलाउ ल हल्का चलाउँदै। मजाले चल मजाले। रागाको मासु हाल्यो। रागाको मासु नुन बेसार हला चलाउ त एक्लो। हाल सुधा कुरिलो। ल कुरिलो आयो कुरिलो। रागाको मासुमा कुरिलो टक्क मजाले मल त त्यसलाई। ल अब यसमा पछि मसला टमाटर हालेर लास्टमा खिचौँ है। अब है यो मसला हाल्ने, गरम मसला हाल्ने, टमाटर हाल्ने, अनि हल्का पानी हालेर सिटी हान्ने। कति सिटी हान्ने? 5 सिटी। ल है त म अब लास्टमा देखाउँछु है त। रागाको मासु पाकेको छ। रागाको मासु मसला टमाटर हाल्यो होइन सुधा।
अब खानियो समसम ल है त आजको भिडियो यति नै हो ठिक छ धनियाँ ल राँगाको मासुमा धनियाँ अब ढाक्दै एकछिन ल रेडी भयो